हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। यो म हुँ र यो मेरो बेस्ट फ्रेन्ड र आज हामी जाँदैछौँ स्वयम्भू। फाइनली गाडीमा बस्यौँ अनि गयौँ। फेरि हामी स्वयम्भूनी पुग्यौँ अनि स्वयम्भूमा अगाडि कुद्यौँ, रोड क्रस गऱ्यौँ र उतापट्टि गयौँ अनि त्यहाँदेखि गेटमा पुगेँ। गेटदेखि भित्र गएँ, यता मूर्तिहरू हेरेँ अनि यता घुमेँ। हुन त हामी सेकेन्ड टाइम गएको तर घुमेँ त्यही अनि हामीहरू घुम्यौँ, अलिकति फोटोसोटो खिच्यौँ यता अनि हामी माथि जाने डिसाइड गऱ्यौँ। अनि माथि जाँदाखेरि हिँड्नुपर्छ क्या अलिकति, तर राम्रो भ्यू देखिन्छ क्या त्यहाँदेखि। अनि जाँदाखेरि यहाँ बाटोमा पसलहरू थिए, यता सामानहरू धेरै राम्रो थियो। सामान हेर्दै गयौँ हामीहरूले, तर केही किनेनौँ, हेरिरहेको थिएँ, हेर्दै गयौँ। पुग्यौँ अलिकति, यतादेखि हिँड्दै गयौँ। यता दाइहरू गीत गाइरहेको थिए अनि यता एउटा अङ्कल आइसक्रिम बेचिरहेको थियो। हामीले नि आइसक्रिम खाने भनेर एउटा किनेको टेस्ट गर्नलाई। अनि अब ऊ टेस्ट गर्छ है, रियाक्सन हेर्नु उसको। अब यो आइसक्रिमको त लङ स्टोरी छ अनि हेर्नु है, टेस्ट गर्छ अब उसले। यस्तो रियाक्सन थियो। त्यसपछि एकछिनपछि बादरको हातमा थियो त्यो आइसक्रिम, किनकि हामीलाई त्यो मन परेन। अनि हामी माथि गयौँ, अलिकति रेस्ट गऱ्यौँ यतैनिर उभिएर अनि फेरि हिँड्न थाल्यौँ। हिँड्दा यस्तो थकै लागिरहेको थियो यो सिँढीहरू चढ्न। अब अलिकति मात्र बाँकी थियो माथि पुग्नलाई अनि अब फाइनली हामी माथि पुग्यौँ भनौँ। अब हामीहरू त्यहाँ भ्यू देखिने ठाउँदेखि ठाउँमा जाँदैछौँ। यता धेरै भिड थियो, टुरिस्टहरू नि आउनु भएको थियो। अनि पछि अब एकछिनमा राम्रो भ्यू देखिन्छ क्या, यता बुद्धजीको मूर्ति थियो अनि यो घुमाउँदै गयौँ उतासम्म। अनि त्यहाँ धेरै भिडहरू थियो अनि टुरिस्टहरू थिए अनि अरू नेपालीहरू पनि थिए, टन्नै मान्छेहरू थियो। यतादेखि त पुरा म त स्वर्ग पुगे होला भइरहेको थियो कि। म त फर्स्ट टाइम गएको थिएन, पहिला नि गइसकेको थियो। त्यही यति राम्रो भ्यू आइरहेको थियो अनि फोटो भिडियो खिच्ने भन्यौँ। सेकेन्डचोटि गएको नि, फर्स्टचोटि त्यस्तो भिडियो सिडियो खिच्न पाएनौँ। अनि त्यतिकैमा अँध्यारो भइसकेको थियो, हामीहरूले फोटोसोटो क्लिक गरुन्जेल यता राम्रो भ्यू देखिँदै थियो, एकदम मोहित गर्ने टाइप्स के। धेरै राम्रो भ्यू देखिँदै थियो अनि हामीहरूले अलि भ्यूको आनन्द उठायौँ र घर आउनलाई धेरै ढिला पनि भइरहेको थियो। 1 घन्टा जति लाग्छ हाम्रो रुम पुग्न स्वयम्भूदेखि। अनि फेरि हामी घरको लागि आयौँ। आउँदाखेरि यति राम्रो भ्यू देखिँदै थियो बाटोमा अनि हिँड्दै गयौँ आयौँ अनि यतिकैमा सकियो हाम्रो भिडियो बनाउँ। अनि गाडीमा इन्जोय गऱ्यौँ, गीत सित बजाउनु भएको थियो। अनि थ्याङ्क यू फर वाचिङ, फलो फर मोर भिडियो।